नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतको एक युवकको हत्या। डाक्टर केसीसँग गरेको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघर प्रदर्शन। नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेवी सङ्घको महाधिवेशनमा फेरि ढिलाइ हुने, आउँदो वैशाखमा गर्ने तयारी। संविधान संशोधन नभएसम्म सङ्घर्ष जारी राख्ने उपप्रधानमन्त्री यादवको भनाई, शहीदको बलिदान व्यर्थ जान नदिने प्रतिबद्धता। र सिरहाको गोलबजारबाट 1 किलो सुनसहित 6 जना पक्राउ। अब समाचार विस्तारमा। नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतको एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर विभत्स हत्या भएको छ। कोहलपुर नगरपालिका 11 बस पार्क नजिकै खुला चौरमा सुर्खेतको सिम्ता गाउँपालिका 4 निवासी दीपक सिंह ठकुरीको घाँटी रेटिएको अवस्थामा आज सब फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब परीक्षक रमेश बहादुर सिंहले जानकारी दिए। मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए। ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई 1,50,000 बुझाएका थिए। सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको प्रहरी नायब परीक्षक सिंहले जानकारी दिए। सिरहाको गोलबजार नगरपालिका 4 स्थित राइस मिलमा आगलागी हुँदा 30 लाख रुपैयाँ बराबरको क्षति भएको छ। महेश शाहले सञ्चालनमा गरेको जयमा धमिनी राइस मिलमा ड्रायल मेसिनमा धान सुकाउने क्रममा आगलागी हुँदा मिलमा रहेको धान र मेसिन जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। शुक्रबार मिलमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी भएको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल, स्थानीयवासी र दमकलको सहयोगमा बिहान 6 बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायब परीक्षक दानबहादुर थापाले जानकारी दिए। डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयनको माग गर्दै शनिबार माइती घरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डाक्टर केसी एन्सानले डाक्टर केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको हो। सो संस्थानमा आबद्धहरूले डाक्टर केसीसँग गरेका सम्झौता लागू गर्नेमै मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्। प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। सरकारले विगतमा डाक्टर केसीसँग गरिएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने उनीहरूको माग गरेको छ। सरकारले आफूसँग गरिएको सहमति अनुरूप विधेयक नभएको भन्दै गत पुस 25 गतेदेखि इलाममा गई केसी अनसनमा बस्नु भएको छ। नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाली विद्यार्थी सङ्घको 12औं महाधिवेशनमा फेरि ढिलाइ हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न परिपत्र जारी गरेपछि नेवी सङ्घको महाधिवेशन अन्याउलमा परेको हो। अहिले अधिकांश क्याम्पसमा जाडो बिदा भएकाले खुले लगतै स्वयं निर्वाचनमा लाग्नुपर्ने बाध्यता देखिएको छ। त्यसैले पनि महाधिवेशन गर्न ढिला हुने नेवी सङ्घका अध्यक्ष नेवी सङ्घ महरले जानकारी दिए। विधानमा भएको व्यवस्था अनुसार तोकिएको समय कार्यसमितिले अधिवेशन गर्न नसकेपछि अब अधिवेशन आगामी वैशाखमा मात्र गर्ने तयारी सुरु भएको छ। नेवी सङ्घले आगामी वैशाखमा मात्र अधिवेशन गर्न अनौपचारिक प्रस्ताव गरिसकेको छ। अध्यक्ष महरले अहिलेसम्म 70% विद्यालय र क्याम्पसमा तथा 16वटा जिल्लामा अधिवेशन सकिएको बताए। 40वटा जिल्लामा अधिवेशन गर्ने तयारी अन्तिम चरणमा रहेको उनले जानकारी दिए। आगामी माघ 15 गतेभित्र सबै जिल्ला, स्कुल तथा कलेजको अधिवेशन सक्ने उनको भनाइ छ। अपन न्युजमा अब व्यावसायिक विश्रामपछि संविधान संशोधन नभएसम्म सङ्घर्ष जारी राख्ने उपप्रधानमन्त्री यादवको भनाई, शहीदको बलिदान व्यर्थ जान नदिने प्रतिबद्धता। 50% भन्दा बढी कर्मचारीमाथि अख्तियारले मुद्दा चलाएपछि यातायात व्यवस्था विभाग समस्यामा, काम कारबाही नै ठप्प हुने अवस्थामा। र थाइल्यान्डमा जारी T20 स्याम्स क्रिकेटमा नेपाली टोलीको पहिलो जित, चीन 10 विकेटले पराजित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म सङ्घर्ष तथा दबाव जारी राख्ने बताउनु भएको छ। जनकपुरधाममा शुक्रबार संघीय समाजवादी फोरम धनुषाले गरेको कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यस्तो बताउनु भएको हो। उहाँले मधेस आन्दोलनका क्रममा बलिदानी दिएका
शहादत खेर जान नदिने पनि प्रतिबद्धता जनाउनुभयो। अधिकार के लड़सीना दवा और यही क्रम में प्राप्त अधिकार के मजबूत करने के लिए आज संघीय प्रणाली से और त्रुटिपूर्ण से संविधान में भयंकर गलती और त्रुटि सबसे जगरा हम सब अपना स्वीकार नहीं करेंगे, लेकिन अगर बावजूद भी आज संघीय प्रणाली से गणतंत्र से तो प्रदेश 2 नंबर में मधेसी के सरकार से। मन्त्री यादवले संविधान कार्यान्वयनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस अवरोध गरिरहेको पनि आरोप लगाउनुभयो। उहाँले कांग्रेसको पालामा बनेको संविधानमा रहेको प्रावधान लागू गर्ने क्रममा कांग्रेसले नै विरोध गर्ने गरेको पनि बताउनुभयो। समावेशिता और नागरिक स्वतंत्रता ही लोकतंत्र और गणतंत्र के मूल आधार नेपाल के राज्य और एक रक्षा करेंगे उन संघीय समाजवादी फोरम बाहे कोई भी शक्ति एक रक्षा करने के तैयार है। और अवस्था में मुल्क का पछाड़ी ढकला वाला शक्ति से सचेत रहे, एक संस्थागत करी रक्षा करी पहलू दायित्व से और एक मजबूत बनावी ताकि एक उखाड़ को फेंका वाला सपना देखे वाला बहुत से एक उखाड़ के फेंके के बाद तो छोड़ दिया जाए, एक मजबूत बनाया जाए कि एक कोई दुश्मन हिला ना सके। कार्यक्रममा प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाओ बेटी बचाओ अभियानलाई तीव्रता दिएको बताउनु भएको छ। उहाँले माघ 1 गतेपछि जन्मिने हरेक छोरीका लागि 1 लाखको निशुल्क बीमाको व्यवस्था पनि गरेको जानकारी दिनुभयो। इसी के तहत प्रदेश सरकार बहुत सारा योजना के में से एक योजना बेटी पढ़ाओ बेटी बचाओ अभियान। बेटी पढ़ाओ बेटी बचाओ योजना ऐसा है कि हमारी समाज में आज भी हम बेटे के लिए बहुत कुछ करते हैं, लेकिन जब हमारी बेटी के पढ़ाने लिखाने और उनकी पालन पोषण की बात होता है तो गार्जियन कहीं ना कहीं उनके साथ ईमानदार नहीं हो पाते। सरकार के तरफ से बहुत सारा अभियान है उनको पढ़ने लिखने का, मैं उसमें चर्चा करना नहीं चाहता हूं। ये मांग 1 गते से प्रदेश के भीतर जितना लड़की जन्मेगी प्रदेश सरकार उसका शैक्षिक बीमा करेगा, उसके बीमा करेगा। और ये प्रदेश में जन्मने वाली जितना लड़की होगी वो 1 लाख लेकर जन्मेगी। ये प्रदेश के भीतर ये प्रदेश सरकार का अभियान है। ऐसे मुख्यमन्त्री राउतले उत्पीडित वर्गको अधिकार सुनिश्चितका लागि प्रदेश 2 सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। उहाँले यसका लागि दलित सशक्तिकरण लगायतका विधेयकहरू ल्याएको पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्यमन्त्री सरोज सिंह, प्रदेश सांसद राम आशिष यादव, कृषि मन्त्री राज्यमन्त्री योगेन्द्र राई यादवका साथै नेता तथा कार्यकर्ताको उपस्थिति थियो। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सातै प्रदेशको तुलनामा प्रदेश 2 स्वास्थ्य र शिक्षामा पछाडि परेको स्वीकार गर्नुभएको छ। सिराहाका मिर्चया नगरपालिका वडा नम्बर 7 स्थित प्राथमिक स्वास्थ्य चौकीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश 2 कर्णाली प्रदेश भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पछि रहेको बताउनु भएको हो। उहाँले सरकारको नीति तहत देशको प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्यको केन्द्र र वाडामा स्वास्थ्य चौकी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो। पालिका में पीएचसी और प्रत्येक वार्ड तक में हेल्थ पोस्ट या स्वास्थ्य चौकी बना रखे। योजना वही लक्ष्य प्राप्ति के लिए। मन्त्री यादवले आगामी महिनादेखि वडाहरूमा स्वास्थ्य चौकी निर्माण प्रक्रिया सुरु हुने समेत जानकारी दिनुभयो। कार्यक्रममा शहरी विकास मन्त्री इस्तियाक राइनले प्रदेश 2 को राजविराजमा रामप्रसाद यादव सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया अगाडि बढिसकेको भन्दै प्रतिष्ठान सञ्चालनमा आएपछि यो प्रदेश स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताउनुभयो। खरीदने के लिए 50,000 के दर से अनुदान दिया जाएगा, जो कि ये एक मधेश का बहुत बड़ा जटिल समस्या है, समाधान होगा।
वैसे ही इसी वर्ष खास करके तराई के मधेश के भूमि में जो नदियों के किनार में जोखिमपूर्ण बस्तियां हैं, जो बरसेनी कटान में जान जोखिम में जाता है, बस्तियां जोखिम में है, पहाड़ के पहिरों में, हिमालय के हिम पहिरों में जो जोखिमपूर्ण बस्तियां, इसी वर्ष उनको सुरक्षित स्थान में स्थानांतरण करने का तराई मधेश में 3 लाख के दर से, दुर्गम पहाड़ में 4 लाख और हिमालय क्षेत्र में 5 लाख के दर से अनुदान देके बस्ती स्थानांतरण का भी कार्यक्रम इसी वर्ष से संचालन में आएगा। मन्त्री रायनले सघन शहरी विकास योजना अन्तर्गत लाहानको लागि 1 अर्बको योजना स्वीकृत भएको र मिर्चैया पनि स्मार्ट सिटीमा परेकाले यस क्षेत्रले विकासमा गति लिने पनि दाबी गर्नुभयो। कार्यक्रममा प्रदेश सांसद दिलीप शाह, मिर्चैया नगरपालिका मेयर श्रवण कुमार यादव, मन्त्रालयका सचिव डाक्टर पुष्पा चौधरी, परिवार कल्याण महाशाखाका प्रमुख आरपी बिच्छा लगायतको सहभागिता थियो। 50% भन्दा बढी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको काम कारबाही ठप्प हुने पुगेको खुलासा भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले देशभरका यातायात व्यवस्था विभागको कार्यालयबाट अधिकृत र उपसचिव सहित 50% भन्दा बढी कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएपछि कर्मचारीको अभावमा विभाग कामै गर्न नसक्ने अवस्था पुगेको जानकारी दिनुभयो। शुक्रबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले कर्मचारी नै नभएपछि विभागले काम गर्न नसकेको पनि स्पष्ट पार्नुभयो। बैठकमा समितिका सदस्यहरूले विभागको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका थिए। महानिर्देशक ढकालले विभाग मातहतका देशभरका कार्यालयहरूमा अधिकृत र उपसचिव जति सबै भ्रष्टाचारको मुद्दामा अख्तियारको मुद्दा खेपिरहेकाले काम गर्न अप्ठ्यारो भइरहेको स्पष्टीकरण समेत दिनुभयो। उहाँले केन्द्रमा थोरै कर्मचारी भएकाले अनियमितता गर्ने देशभरका कर्मचारीलाई निगरानी राख्ने अवस्था नरहेको पनि समितिलाई जानकारी गराउनुभयो। विभागले नेताहरू जस्तो सस्तो लोकप्रियताका कारण देशभरका यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण गर्ने घोषणा गरे पनि त्यसका लागि आवश्यक स्रोत साधन नहुँदा कार्य सम्पादन गर्न नसकेको पनि स्पष्ट दिएको छ। विभागका महानिर्देशक ढकालले दैनिक 7000 माग हुने तर 4वटा प्रिन्टरले 1500 मात्रै स्मार्ट लाइसेन्स प्रिन्ट गर्नु परेकाले पनि सो काममा समस्या भइरहेको पनि बताउनुभयो। उहाँले यो समस्या समाधानका लागि प्रदेशमै स्मार्ट कार्ड वितरण गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै प्रिन्टरको व्यवस्था मिलाइदिन पनि समिति समक्ष आग्रह गर्नुभयो। स्रोत साधन नभएकै अवस्थामा नेताहरूले सस्तो लोकप्रियताको लागि स्मार्ट लाइसेन्सको व्यवस्था गरिदिँदा विभाग अप्ठ्यारोमा परेको महानिर्देशक ढकालको भनाइ छ। महानिर्देशक ढकालले प्रदेशबाटै स्मार्ट लाइसेन्स वितरणको काम सुरु गर्दा सहज हुने भए पनि त्यसका लागि बजेटको अभाव रहेको पनि स्पष्ट पार्नुभयो। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक राज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको बताउनु भएको छ। बहालवाल वरिष्ठ न्यायाधीश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एसोसिएसनले प्रश्न उठाइरहेका बेला प्रधान न्यायाधीश जबराले न्यायको बाटो छोडेर कुबाटोमा लागेको जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको स्पष्टीकरण दिनुभएको हो। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले वरिष्ठ न्यायाधीश जोशीले न्यायको मन्दिरमा बलिरहेको दीपलाई निभाउने क्रियाकलाप गरेको आरोप पनि लगाउनुभयो। गत बिहीबार प्रधान न्यायाधीश जबराको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले वरिष्ठ न्यायाधीश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो। त्यसप्रति नेपाल बार एसोसिएसन आपत्ति छ। कार्यक्रममा बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाल न्यायाधीश जोशीलाई किन जिम्मेवारी नदिएर गलत काम गरेको भन्दै तत्काल सच्याउन प्रधान न्यायाधीश जबरासँग माग गर्नुभयो। उहाँले जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्ति गराउने प्रयास भएकोमा आपत्ति जनाउँदै तत्काल नसच्याए त्यो गलत काम हुने र त्यसले प्रधान न्यायाधीश जबरा प्रस्तावबाहेक अरू केही नदिने दाबी पनि गर्नुभयो। यता कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल बार एसोसिएसनले जोशीलाई संवैधानिक इजलासबाट हटाउने न्याय परिषदको अधिकारमाथि धावा बोलेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले सर्वोच्च अदालतका न्यायाधीशलाई इजलास तोक्ने अधिकार प्रधान न्यायाधीशलाई रहेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठाउन नपाउने तर्क पनि गर्नुभयो। मन्त्री ढकालले जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय सही भएको उल्लेख गर्दै त्यसमा बहस गर्न आफू पनि तयार रहेको स्पष्ट पार्नुभयो। सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको गोलबजार नगरपालिका 9 स्थित पूर्व पश्चिम लोकमार्ग
धुर्मी पुलबाट 1 केजी 757 ग्राम 720 मिलिग्राम सुनसहित 6 जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपालगण एकवा सिरहा नम्बर 7 गतबाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको BR 32 PA 4644 नम्बरको भारतीय जीप चेक जाँच गर्दा उनीहरूमध्ये सोही जिल्लाको लाहान नगरपालिका 19 बस्ने 32 वर्षीय गाडी चालक मोहम्मद रियाज राइनको साथबाट 4 थानवाला र 3वटा काँचो सुन, सोही ठाउँ बस्ने 28 वर्षीय मोहम्मद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने 45 वर्षीय कय्युम राइमको साथबाट एउटा वाला फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो। वीरगञ्ज स्थित पानी ट्याङ्कीले विकास उपभोक्ता समिति वडा नम्बर 8 ले रक्तदान कार्यक्रम गरेको छ। वीरगञ्जमा रगतको कारण कसैको अकालमा दुर्घटना नहोस् भनी यो कार्यक्रमको आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा पुरुष र महिला दुवैले रक्तदान गरेका छन्। पानी ट्याङ्की टोल विकास उपभोक्ता समितिका अध्यक्ष सञ्जय श्रीवास्तवको सभापतित्वमा भएको सो रक्तदान कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी परीक्षक रेप्ती ढकाल विशिष्ट अतिथि रहेका थिए। रक्तदान कार्यक्रममा 56 पुरुष र 1 महिला गरी 57 जनाले रक्तदान गरेका छन्। अब खेल समाचार। थाइल्यान्डमा जारी T20 स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ। आज भएको खेलमा नेपालले चीनलाई 10 विकेटले हरायो। थाइल्यान्ड क्रिकेट एसोसिएसनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले 20 ओभरमा 6 विकेट गुमाउँदा मात्र 48 रन बनाउन सक्यो। उसकी ओपनर झाङ चानले सर्वाधिक 13 रन बनाइन्। त्यसपछि वाङले 8, झाङ यानलिङ र ली हायुङले 7-7 रन बनाए। बलिङमा करुणा भण्डारीले 3 तथा नेरी थापाले 2 विकेट लिइन्। जवाफमा नेपालले 8 ओभर 4 बलमा बिना क्रिकेटको क्षतिमा लक्ष्य पुर्याउन सक्यो। नेपालको जितमा ओपनरद्वय सीता राणा मगरले 24 र काजल श्रेष्ठले 14 रन बनाइन्। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतको एक युवकको हत्या। डाक्टर केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन। नेपाली काङ्ग्रेसको भातृ संगठन नेविसङ्घको महाधिवेशनमा फेरि ढिलाइ हुने, आउँदो वैशाखमा गर्ने तयारी। संविधान संशोधन नभएसम्म सङ्घर्ष जारी राख्ने उपप्रधानमन्त्री यादवको भनाई। शहीदको बलिदानी व्यर्थ जान नदिने प्रतिबद्धता। र सिरहाको गोलबजारबाट 1 किलो सुनसहित 6 जना पक्राउ। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।